काठमाडौँको तारकेश्वर नगरपालिका वार्ड नम्बर 8 मनमैजू आमा डब्लु स्कुलको छेउमा रहेको 4 आना 2 पैसा 2 दाममा बनेको 3.5 तलाको आकर्षक घर आयो। कसैलाई कमिसन दिनु नपर्ने, सिधा घरधनीसँग सम्पर्क गरी पुग्ने। सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, घर आफ्नो बनाउनुहोस्, आनन्दले बस्नुहोस्। हेर्नुहोस् त कति राम्रो घर छ। अब यो घर तपाईँको हो, आउनुहोस् सम्पर्क गर्नुहोस्। नमस्ते, घरजग्गानेपाल.com को वेबसाइटमा आज तपाईँलाई काठमाडौँको मनमैजू लिएर आएका छौँ। मनमैजू पेट्रोल पम्पबाट करिबन 50 मिटर उत्तर आएपछि सुन्दर कैलाश टोल सुधार समितिको गेट छ। हेर्नुहोस् त, हो यहाँबाट करिबन 200 मिटर भित्र पसेपछि हामी बिक्रीको घरमा पुग्नेछौँ। हामी जरङको पुलबाट आयौँ भनेदेखि पनि हेर्नुहोस् त, देब्रेपट्टि साइडमा सुन्दर कैलाश टोल सुधार समितिको गेट छ। यहाँलाई याद भयो नि, बालाजु बाइपासबाट सिधा कोरिडोरको बाटो आउनुहोस्, मनमैजू पेट्रोल पम्प छ, त्योभन्दा 50 मिटर माथि आउनुहोस्, सुन्दर कैलाश टोल सुधार समितिको गेट छ, यसबाट सिधा भित्र पस्नुहोस्, बिक्रीको घरमा पुग्नुहुनेछ। हामी करिबन 200 मिटर उत्तर आयौँ। आमा डाबलाम एकाडेमीको ठिक अगाडि बढेपछि हामी बिक्रीको घरमा पुग्नेछौँ। हामी घरमा आइपुग्यौँ। घर यही हो, ल हेर्नुहोस्, 3.5 तला घर छ, 4 आना 2 पैसा 2 दाम जमिन छ, हाइटमा छ, पूर्व फर्किएको छ। 11 फिटको बाटो छ, पूर्व फर्किएको। गेट यही हो। मैले यहाँलाई बाहिरको दृश्य देखाएँ, अब घरभित्र प्रवेश गराउँछु। 12 को पिलर, भूकम्प प्रतिरोधक, आकर्षक, पूर्व फर्किएको। यति राम्रो घर छ। हेर्नुहोस् त कति राम्रो घर छ। अब यो घर तपाईँको हो। हामी 2टा कार मजासँग अटाउन सक्छौँ। एउटा कार त्यहाँ छ, यतापट्टि एउटा कार मजासँग अटेर पनि 2टासम्म बाइक राख्नेछौँ। दक्षिणपट्टि साइडमा गाडी पार्किङ भइरहेको छ, यहाँ पनि एउटा गाडी पार्किङ र 2टासम्म बाइक आरामले राख्न सकिन्छ। यहाँलाई मैले कम्पाउन्डको बाहिरी भाग देखाएँ, अब घरभित्र प्रवेश गराउँदैछु। हेर्नुहोस् त कति राम्रो सिँढी छ, आकर्षक छ। हामी फर्स्ट फ्लोरतिर प्रवेश गऱ्यौँ। मैले अघि भने भी आकारको सिँढी छ। ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर रेन्टमा छ। यहाँलाई हामीले भित्र देखाउन सकेनौँ, विवरणमा हामी सम्पूर्ण पेश गर्नेछौँ। हामी सेकेन्ड फ्लोरतिर प्रवेश गऱ्यौँ। यो सेकेन्ड फ्लोर जाने सिँढी हो। हामी थर्ड फ्लोरमा प्रवेश गऱ्यौँ। ठुलो लिभिङ हल, आकर्षक। ल हेर्नुहोस् त कति ठुलो लिभिङ हल छ, आकर्षक छ। यहाँले रोजे जस्तै खोजे जस्तै घर पाउनुभएको छ। उत्तर दक्षिण फर्केको ठुलो लिभिङ हलबाट हामी सिधा दक्षिणपट्टिको अर्को रुममा प्रवेश गऱ्यौँ। ठुलो एउटा झ्याल गरेको आकर्षक रुम। हामी पूर्व दक्षिणको रुमबाट बाहिर निस्क्यौँ। ल हेर्नुहोस् त, अगाडि सिधा बाथरुम छ, उज्यालो छ, बत्ती बाल्नै पर्दैन। बाथरुमबाट बाहिर निस्केपछि उत्तरपट्टि अर्को बेडरुम छ, ठुलो छ रुम। ल हेर्नुहोस् कति ठुलो रुम छ। यो मास्टर बेडरुम अथवा एट्याच बाथरुम भएको रुम हो। मास्टर बेडरुमबाट हामी बाहिर निस्क्यौँ। हामी ग्राउन्ड फ्लोर समेत 3.5 तला माथि आइपुग्यौँ। हामी प्रवेश गर्न साथै किचनमा प्रवेश गर्छौँ। ल हेर्नुहोस् त, किचनको आवाज पनि आइरहेको छ, तपाईँ सुन्दै हुनुहुन्छ। यो किचन हो, डाइनिङ किचन एकै ठाउँ छ। किचनबाट सिधा पश्चिमपट्टि बाथरुम छ। बाथरुमबाट हामी निस्किएपछि दक्षिण पश्चिमपट्टि साइडमा अर्को बेडरुम छ। यसमा एउटा ठुलो झ्याल छ। टप फ्लोरको पश्चिम दक्षिणमा रहेको यो बेडरुम, बाथरुम अघि पनि मैले देखाएँ, त्यसको बिचमा बाथरुम छ। अर्को बाथरुम सहितको लुगा धुने मेसिन राख्न यहाँ छ। यो मेसिन हो भने बाथरुम भित्र छ। टप फ्लोरको बाहिरी भागमा आयो। हेर्नुहोस् त कति ठुलो, सानोतिनो कार्यक्रमै गर्न मिल्ने कति ठुलो एरिया छ। तपाईँले माथि जाने सिँढी पनि देख्नुभयो। वरिपरि हरियो, माझमा आकर्षक घर।
यहाँबाट देखिने नागार्जुन आज धुमिएर अलि मैलो देखिएको छ। अब हामी टपमा पनि हेरिहालौँ न, टप कस्तो छ। आउनुहोस् टप हेर्न जाउँ। घरको टप अथवा छतबाट देखिने दृश्य यिनीहरू हुन्। बालाज्यू नागार्जुनको टप एरिया गोलढुङ्गा हुँदै हामी वरिपरिको दृश्य अवलोकन गर्न सक्छौँ। हेर्नुहोस् कति ठुलो, कति आकर्षक छत छ। मैले यहाँलाई घरको चारैतिरबाट बाहिर भित्रको भाग देखाएँ। यहाँलाई पक्कै पनि मन पर्यो। अब आएर सिधा हेर्नुहोस्, कुरा मिलाउनुहोस्। अहिलेसम्म हाम्रो फोटो र भिडियो हेरिदिएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। यहाँको दिन शुभ रहोस्। नमस्ते।